प्राचीन समयको कुरा हो। परमेश्वरले पृथ्वी बनाइसकेपछि एक सुन्दर बगैँचा बनाउनुभयो जसको नाम थियो एडनको बगैँचा। त्यस बगैँचामा हरेक प्रकारका रुखहरू थिए जुन हेर्न पनि सुन्दर र खान पनि स्वादिला थिए। त्यही परमेश्वरले पहिलो मानिस आदमलाई बनाउनुभयो माटोबाट र उसलाई त्यो बगैँचाको हेरचाह गर्न राख्नुभयो। तर आदम एक्लो थियो। त्यसैले परमेश्वरले उसको न्युको हड्डीबाट एक स्त्री बनाउनुभयो जसको नाम राखियो हावा। उनीहरू दुवैलाई परमेश्वरले स्वतन्त्रता दिनुभयो तर एउटा नियम दिनुभयो, यस बगैँचाको हरेक रुखबाट फल खान सकिन्छ तर ज्ञानको रुखबाट फल नखानु, त्यो खाएमा तिमीहरू अवश्य मर्छौ। तर एक दिन शैतान सर्पको रूप लिएर हावासँग छलकपट गर्यो। उसले भन्यो, यदि तिमी त्यो फल खान्छौ भने तिमी परमेश्वर जस्तै बन्न सक्छौ। हावाले त्यो फल खाइन् र आदमलाई पनि दिइन्। त्यसपछि उनीहरूको आँखा खुले र उनीहरूले आफू नग्न नाङ्गा भएको महसुस गरे। परमेश्वरले यो देख्नुभयो र उनीहरूलाई बगैँचाबाट निकाल्नुभयो। यसैबाट मानिसमा पापको सुरुवात भयो र त्यसपछि दुःख, पीडा र मृत्युलाई संसारले अनुभव गर्न थाल्यो।